आज चाहिँ हाम्रो घरमा इलेक्ट्रिक चुलो आएको रहेछ है, बिजुलीबाट पाक्ने। यो चाहिँ हामीले अनलाइन देखेर मगाएको। म चाहिँ सुतिरहेको थिएँ, ड्याडीले चाहिँ चुलो मगाउनु भएको रहेछ। अब यसमा चाहिँ म फर्स्ट टाइम चिया बनाउँदैछु है। यो चाहिँ कसरी चलाउनु पर्ने रहेछ भने त्यहाँ चाहिँ कुनै प्लगहरूमा यसरी यो यसको प्लगहरू जोडेर अनि यसलाई चाहिँ यसमा घटाउने बढाउने अप्सन हुँदो रहेछ क्या। अनि यसमा घटाउने बढाउने अप्सन हुँदो रहेछ। यो अफ भने चाहिँ यो भयो है, अन भनेपछि यता यो 1 नम्बर 2 नम्बर यसरी चलाउन मिल्ने रहेछ। यो चाहिँ अफ रहेछ। यो चाहिँ हामीले अनलाइनबाट मगाएको। अब चाहिँ हामी आज मगाएको अनि फर्स्ट टाइम ल ट्राई गरौँ कस्तो हुन्छ भनेर यसलाई चिया बनाउँदैछु। अब यो चाहिँ कस्तो हुँदो रहेछ भने बन्द गरिसकेपछि पनि अब यसको यो हिटले पाक्दो रहेछ क्या। पुरै आगो चाहिँ नबल्ने कि पुरै तातेर राप भएर आउँदो रहेछ क्या। त्यो चाहिँ यस्तो हुँदो रहेछ गाइजी। यो चाहिँ बन्द छ यो चुलो, यो चाहिँ अन छ। यस्तो राप आएको छ तर पुरै कोठा हिट गराउने क्या। यसले पुरै तातो हुँदो रहेछ कोठा। चुलो चाहिँ राम्रो रहेछ। यो चाहिँ स्टिलको चुला हो। चुलो चाहिँ राम्रो हुँदो रहेछ। सबैजना युज गर्न चाहनुहुन्छ भने अनलाइन अर्डर गर्न चाहिँ सक्नुहुन्छ। जस दाउरा ग्यास केही बाल्नु नपर्ने क्या। कस्तो सजिलो यो चुलोको लागि चाहिँ।